नमस्कार। आज हामी एउटा यस्तो विषयमा अलि गहिरिएर कुरा गरौँ न त जुन नेपालको इतिहास, संस्कृति अनि अहिलेको समयसँग पनि एकदमै जोडिएको छ। गाँजा हो नि। स्रोतहरू हेर्दा त यसको जरा अथर्ववेद मतलब 2400 ईसापूर्वसम्मै पुग्छ। अनि साधुहरू शिवरात्रि पर्वसँग त्यसको गहिरो सम्बन्ध छँदैछ। साँच्चै। तर अचम्म लाग्छ कुनै बेला यति सहजै पाइने प्रयोग हुने चीज कसरी 81 प्रतिबन्धित हुन पुग्यो। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। आज हामी यही विषयमा मतलब स्रोतहरूमा के भेटिन्छ त्यसैमा आधारित रहेर यसको पुरानो कुरा किन प्रतिबन्ध लाग्यो, अहिले कानुन के छ अनि यसको औषधीय र आर्थिक सम्भावना सँगसँगै जोखिमहरू पनि सबै केलाउने प्रयास गरौँला। एकदम। र यो विषय साँच्चै धेरै कोणबाट हेर्नुपर्ने खालको छ। नेपालको परम्परामा हेर्ने हो भने गाँजा भनेको खाली रमाइलो गर्ने कुरा मात्रै थिएन नि, होइन? अथर्ववेदमा यसलाई पवित्र मान्नु, साधुहरूले यसलाई ध्यान र आध्यात्मिक चिन्तनको लागि प्रयोग गर्नु, मतलब एन्थोजनकै रूपमा लिनुले यसको सांस्कृतिक गहिराई देखाउँछ। मान्छेहरूले कति तरिकाले प्रयोग गर्थे, कसैले चिलिममा तानेर, कसैले भाङ खोलेर पिएर वा खाएर, अनि चरेसको रूपमा पनि। शिवरात्रिमा त अझै पनि यो चलन बाँकी नै छ, होइन र? हो, त्यो त देखिन्छ नै। अनि एक समय थियो नि, खास गरी त्यो हिप्पी युगमा काठमाडौँ त गाँजाकै लागि फेमस थियो रे अन्तर्राष्ट्रिय रूपमै। त्यो फ्रिक स्ट्रिटको कुरा आउँछ नि। एकदमै। त्यो बेला त काठमाडौँ एक किसिमले केन्द्र नै थियो। गाँजाको बिक्री प्रयोग निकै खुला थियो, सरकारी लाइसेन्स लिएरै पसल चल्थे भन्ने पनि सुनिन्छ। अनि त्यो माहौल कसरी बदलियो त? मतलब एकाएक प्रतिबन्ध? हो, त्यो बदलाव आयो खास गरी सन् 1980 को दशकमा। यसको पछाडि मुख्यतया दुईटा कुरा देखिन्छ। एउटा त हेरोइन जस्तो कडा लागु औषध भित्रिन थाल्यो, अनि अर्को चाहिँ अन्तर्राष्ट्रिय, त्यसमा पनि विशेष गरी अमेरिकाको दबाव बढ्यो। दबाव? स्रोतहरूले केही घटनाहरूलाई सङ्केत गर्छन्, जस्तै 1984 मा हाम्रो राष्ट्रिय फुटबल टिम अमेरिका जाँदा थोरै हेरोइन सहित समातिएको घटना। हो र? अनि 1986 मा अमेरिकी पूर्व विदेश मन्त्री हेनरी किसिन्जर नेपाल आउँदा उनका एजेन्टले काठमाडौँको असनतिर सजिलै हेरोइन किन्न सकेछन् भन्ने कुरा। हो, यस्तै घटनालाई बहाना बनाएर अनि गाँजा व्यापारमा लागेका केही विदेशी र नेपालीहरूलाई कारबाही गरेर अन्ततः नेपालमा गाँजामाथि पूर्ण प्रतिबन्ध लगाइयो। भनेपछि बाह्य कारण पनि बलियो रहेछ। ल, प्रतिबन्ध त लाग्यो, तर यसलाई लागू गर्ने कानुन चाहिँ कतिको कडा बनाइयो नि? निकै कडा छ। लागू औषधि नियन्त्रण ऐन अन्तर्गत यसको कारोबार, ओसार पसार, सेवन सबै दण्डनीय छ। सजाय चाहिँ अब कति मात्रामा समातियो भन्नेमा भर पर्छ। जस्तै 10 किलोभन्दा बढी गाँजा भेटियो भने त कैद र जरिवाना दुवै, त्यो पनि राम्रै मात्रामा। हुन सक्छ 2 देखि 10 वर्षसम्म कैद र 15,000 देखि 1 लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। कानुन त कडा नै रहेछ। ल, यो त भयो प्रतिबन्धको कुरा। तर अर्कोतिर आजकल यसको औषधीय गुणको चर्चा पनि खूब सुनिन्छ नि। पहिले चीन, इजिप्ट, भारततिर त औषधिमै प्रयोग हुन्थ्यो रे। यसको औषधीय प्रयोगको इतिहास त लामो छ। अहिलेको विज्ञानले चाहिँ के भन्छ त? आधुनिक अनुसन्धानले पनि गाँजामा पाइने केही तत्त्वहरू, खास गरी CBD, क्यानाबिडियोल र THC, टेट्राहाइड्रोक्यानाबिनोल का सम्भावित फाइदाहरू देखाएको छ। कस्ता फाइदाहरू? जस्तै केही किसिमका नदुख्ने दुखाइ मतलब दीर्घकालीन दुखाइ, नसा सम्बन्धी दुखाइ अनि MS, बाथ जस्ता रोगमा दुखाइ कम गर्न, केमोथेरापी लिँदा हुने वाकवाकी बान्ता रोक्न, एड्सका बिरामीहरूमा भोग जगाउन अनि बालबालिकामा हुने एक प्रकारको छारे रोग इपिलेप्सीमा पनि CBD प्रभावकारी देखिएको छ। शरीर सुन्निने समस्या, इन्फ्लेमेसन कम गर्न पनि CBD र THC दुवैले काम गर्न सक्ने देखिन्छ। यो CBD र THC मा के फरक छ र? CBD चाहिँ गाँजामा पाइने तर नशा नलाग्ने तत्त्व हो। यसले हाई बनाउँदैन। THC ले चाहिँ त्यो हाई हुने असर गर्छ। अरू देशमा त यसबाट औषधि नै बनेर स्वीकृत पनि भएका छन् रे नि, जस्तै ड्रोनोइनल चक्की, साटिभेक्स स्प्रे। हो, बनेका छन्। नेपालमा पनि यस्तो अनुसन्धानको सम्भावना कस्तो छ?
सम्भावना त राम्रो छ। नेपालमा आफ्नै खालका गाँजाका प्रजातिहरू पाइन्छन्, जैविक विविधता छ, अनि यहाँ अनुसन्धान गर्दा लागत पनि तुलनात्मक रूपमा कम हुन सक्छ। भनेपछि अनुसन्धान केन्द्र नै बन्न सक्ने। स्रोतहरूले त्यतातिर सङ्केत गरेका छन्, तर यसको प्रयोग गर्ने तरिका चाहिँ अलि चुनौतीपूर्ण छ। धुम्रपान गरेर लिँदा फोक्सोलाई चुरोटले जस्तै असर गर्ने भयो, खाँदा वा अरू तरिकाले लिँदा त्यसको असर फरक र ढिलो हुन सक्छ। बुझियो। अब अलिकति आर्थिक पक्षतिर लागौँ न। विशेष गरी भाङ्गो, हेम्पको कुरा गरौँ। यो पनि गाँजाकै परिवारको तर नशालु नहुने खालको, होइन? हो, THC एकदमै कम हुन्छ यसमा। यसबाट बनेका कपडा, डोरी, कागज त नेपालमा पहिलेदेखि नै चल्दै आएको हो नि। यस्ता हस्तकलाका सामान त पहिले विदेश पनि जान्थ्यो होला है? जान्थ्यो होला। भाङ्गोको रेसाबाट बनेका सामानहरू निकै बलियो टिकाउ हुन्छन्। पहिले यसबाट कपडा, बोरा, डोरीहरू बनाउने चलन थियो। अहिले पनि यसको कपडा उद्योगमा ठूलो सम्भावना छ। अनि अरू फाइदा नि? यसका वातावरणीय फाइदा पनि छन् भनिन्छ, जस्तै यसले माटोलाई जोगाउँछ, खडेरी सहन सक्छ, अनि प्रदूषित माटोलाई सफा गर्न पनि मद्दत गर्छ रे। ओहो। यसको राम्रोसँग खेती गर्ने, प्रशोधन गरेर निर्यात गर्न सक्ने हो भने त राम्रो आम्दानी हुन सक्छ, गरिबी घटाउन पनि सहयोग पुग्ने तर्क छ। त्यसो भए त यसलाई कानुनी रूपमा खुला गर्ने कि अथवा नियमन गर्ने भन्ने बहस चल्नु त स्वाभाविकै भयो। तर के यो त्यति सजिलो छ त? अरू देशहरूले खुला गर्दा के भएको छ? सहज त पक्कै छैन। जस्तै उरुग्वेले गाँजालाई खुला गर्यो, तर त्यहाँ पनि कालो बजारी पुरै हटेको छैन। गुणस्तर नियन्त्रण गर्ने, माग र आपूर्ति मिलाउने कुरामा चुनौतीहरू छन्। अपराध दर पनि खासै घटेको छैन भन्ने रिपोर्टहरू छन्। त्यसैले नेपालले कुनै कदम चाल्नु अघि यस्ता अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नु एकदमै जरुरी छ। कसरी नियमन गर्ने, कर कसरी लगाउने, दुरुपयोग कसरी रोक्ने, यी सब जटिल प्रश्नहरू हुन्। हो नि, र अन्त्यमा जोखिमहरू पनि त छन् नि। यसको गलत प्रयोग, लत लाग्ने खतरा कतिको हुन्छ, स्वास्थ्यमा के कस्ता असर पर्छन्? हो, जोखिमहरूलाई चाहिँ कि मार्थ बिर्सनु हुँदैन। भारतमा भएको एउटा अध्ययनले के देखाएको थियो भने करिब 11 जना प्रयोगकर्ता मध्ये 1 जनामा यसको निर्भरता देखिन सक्छ। लत लाग्ने सम्भावना पनि रहेछ। अनि लत लागेपछि त्यसको खर्च जुटाउन सानोतिनो चोरी वा अरू अपराधमा फस्ने सम्भावना पनि बढ्छ। स्वास्थ्यमा असरको कुरा गर्दा धुम्रपान गरेर लिँदा त श्वास प्रश्वासमा चुरोटले जस्तै असर गर्ने भइहाल्यो। अरू तत्काल देखिने असरमा चाहिँ निन्द्रा लाग्ने, रिङ्गटा लाग्ने, अलि बढी नै खुसी या हाई महसुस हुने, पेट गडबड हुने जस्ता हुन सक्छन्। लामो समयसम्म प्रयोग गर्दा स्मरण शक्ति, सिक्ने क्षमतामा असर पर्ने, खास गरी युवाहरूमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्ने, मुटुको चाल गडबड हुने जस्ता समस्याहरू देखिन सक्छन्। अनि सामाजिक रूपमा हेर्ने दृष्टिकोण, परिवारमा पर्ने असर, तस्करीको जालो, यी पनि यसका अन्ध्यारा पाटाहरू हुन्। ल, अब यी सबै कुरा सुन्दा त गाँजाको विषय नेपालमा एकदमै जटिल रहेछ। एकातिर यसको जरा, इतिहास र संस्कृतिमा गहिरोसँग गाडिएको छ, अर्कोतिर आधुनिक समयमा प्रतिबन्ध र विवाद छ। हो, फेरि एकातिर औषधीय र आर्थिक लाभको ठूलो सम्भावना देखिन्छ, अनि अर्कोतिर स्वास्थ्य र सामाजिक जोखिमहरू पनि उत्तिकै छन्। एकदमै। अब मुख्य प्रश्न नै यही हो, नेपालले आफ्नो यो भनौँ न जटिल विरासतलाई कसरी व्यवस्थापन गर्ला त? सांस्कृतिक कुरालाई कसरी जोगाउने, जनस्वास्थ्यको कसरी ख्याल राख्ने, आर्थिक अवसर कसरी लिने, अनि फेरि विगतमा जस्तै बाहिरको चासो वा दबाब आयो भने त्यसलाई कसरी सामना गर्ने? हो नि, यी सबै कुरा बीच सन्तुलन खोज्नु नै अबको चुनौती हो। गाँजा आफैमा राम्रो वा नराम्रो भन्दा पनि हामीले यसलाई कसरी प्रयोग गर्छौं, कसरी नियमन गर्छौं, त्यसैले यसको भविष्य निर्धारण गर्ने हो जस्तो लाग्छ। अब सोच्न छोडिएको एउटा प्रश्न चाहिँ के होला भने के नेपाल विगतको त्यो प्रतिबन्धले ल्याएका समस्या र अहिले देखिएका सम्भावनाहरू दुवैलाई सन्तुलनमा राखेर आफ्नै मौलिक परिवेश सुहाउँदो एउटा स्पष्ट नीति बनाउन साँच्चै तयार छ त? यो नै विचारणीय कुरा हो।